एउटा व्यक्तिले अर्को व्यक्तिलाई दिएको चेक र रकम नसाटिएमा त्यो ब्याङ्किङ कसुर तथा सजाय ऐन अन्तर्गत पर्छ भनेर भर्खरै कानुन बनेको छ। त्यो चाहिँ बिल्कुल गलत छ। त्यस्तै हो भने यो डेबिट कार्ड छ, मैले यो डेबिट कार्ड चाहिँ प्रयोग गरिरहेको छु, यो मेरो डेबिट कार्ड अरू कसैले प्रयोग गर्यो अथवा क्रेडिट कार्ड एउटा मेरो सट्टामा अरू कसैले प्रयोग गर्यो भने त्यो पनि ब्याङ्किङ कसुरमा पर्नुपर्ने हुन्छ। त्यसै गरिकन कसैले लगेर ब्याङ्कमा चाहिँ जग्गा धितो राखेको छ, त्यो जग्गा कसैले मिचिदियो अथवा जग्गामा अर्कैले बाली लगाइदियो भने पनि त्यो पनि के गर्नु पर्यो भने ब्याङ्किङ कसुर तथा सजाय ऐनमा लगेर राख्नु पर्यो। अन्यथा ब्याङ्क तथा वित्तीय प्रणालीमा चाहिँ एउटै व्यक्तिले अर्को व्यक्तिलाई लेनदेनको लागि दिएको चेकले ब्याङ्किङ प्रणालीमा कसरी असर गर्छ यो कुरा अझैसम्म बुझ्न सकेको छैन। तर यो कसरी आयो त्यो चेकको विषयलाई ब्याङ्किङ कसुरमा राख्ने कुरा भन्दाखेरि यो कानुन बनाउँदाखेरि इन्फ्लुएन्सियल पर्सनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफै पैसा चाहिँ लगानी गर्ने र त्यसको ब्याजसहित चाहिँ चेक लिने र त्यो चेक चाहिँ पुलिस प्रहरी मार्फत चाहिँ आफ्नो पैसा उठाउने नियतका साथ यो चेकको विषयलाई चाहिँ ब्याङ्किङ कसुर तथा सजाय ऐनमा राखेको स्पष्ट देखिन्छ।